यहाँ तपाईँको दलितको मान्छेले पनि स्वीकार्दैन, जनजातिको मान्छेले पनि सजिलै स्वीकार्दैनन्। मेन कुरो यो समस्या छ के यहाँ अलिकति जात व्यवस्थाले पनि गाह्रो पर्छ। यदि हर्क साम्बोको ठाउँमा हर्क तपाईँको एउटा हर्क न्यौपाने हर्क कुनै तपाईँको कति तुप्लो जातको मान्छे हो भने सजिलै स्वीकार्थे। मेन कुरो यहाँ जात व्यवस्थाले गर्दा तल छ। जति जनजाति छन्, जति दलितहरू छन् तल तपाईँको पिठमा छन्। उनीहरू केही गर्छु केही म गर्छु भने हिम्मत र आँटका साथ अगाडि गए पनि कुन हाम्रो राज्य सत्ताले नै पहिलो कुरा स्वीकार्दैन। हर्क साम्बाङलाई बालेनले पनि सपोर्ट गरेको देखिएन। देखेन उहाँले सुशीला कार्कीलाई समर्थन गर्नुभयो, अनि त्यस पछाडि हर्क साम्बाङलाई गर्नु भएन। अब त्यस भए कारणले गर्दा नगरिसकेपछि अब जेनजी पुस्ताहरूले चाहेको त बलिदान दिएको त रगत सेलाएको छैन। हेर्नुहोस् नयाँ बानेश्वरमा हेर्नुहोस् प्रत्येक जेनजी हर्क साम्बाङ चाहिँ प्रधानमन्त्री भएको भए के आशा जाग्थ्यो तपाईँहरूमा? एकदमै यो देशमा तपाईँको प्रधानमन्त्री हर्क साम्बाङ भइदिएको भए अवस्थामा उहाँले यो भ्रष्टहरूलाई अन द स्पोट समातेर जेलमा कोच्न सक्ने उहाँसँग त्यो ताकत थियो कि उहाँसँग त्यो हिम्मत थियो, आँट थियो। र प्रत्येक यो भौतिक संरचना बिग्रेको छ नि अहिले सिंहदरबार आगजनी भएको छ, हरेक तपाईँको होइन नयाँ बानेश्वर आगजनी भएको छ, संसद भवन, यो प्रत्येक संरचना उहाँले आफू पनि श्रम गर्ने जनतालाई पनि श्रम गराएर मजाले बनाउनुहुन्थ्यो। उहाँसँग आँटै हिम्मत छ कि तर बालेनसँग छैन त्यो। हर्क साम्बाङले पार्टी पनि खोलेको छ। अब जेनजीहरू कि हर्क साम्बाङको पार्टीमा जाने सम्भावना देखिन्छ? तपाईँहरू जाने? एकदमै जेनजीहरू अब हर्क साम्बाङले पार्टी खोल्नु भएको छ, यसको लागि जेनजीहरूको एकदमै पूर्ण समर्थन छ। अब कसरी हुन्छ यो देशमा अलिकति फ्रेस गर्ने खालका युवाहरू, एउटा देशलाई केही बनाउने देशभक्त युवाहरूलाई हामीले साथ दिनुपर्छ, समर्थन गर्नुपर्छ। त्यस भए कारणले गर्दा यो देश बनाउने भनेको युवाहरूले हिजोको दिनमा 5 पटक 6 पटक प्रधानमन्त्री भए। हाम्रो बाजेको पालामा त्यही प्रधानमन्त्री, हाम्रो पालामा त्यही प्रधानमन्त्री, देशलाई कङ्गाल बनाए, देशलाई धुलो पिठो बनाए। अब त्यस भए कारणले गर्दा अब फ्रेस युवाहरू जानुपर्छ, फ्रेस युवाहरूले देश बनाउनुपर्छ। अब देशलाई केही काइफलट बनाउनुपर्छ, देशलाई समृद्ध बनाउनुपर्छ, देशमा सुशासन ल्याउनुपर्छ, देशमा विधिको शासन ल्याउनुपर्छ। अब भ्रष्टहरूलाई निम्त्याउन पारे चाहिँ देश अटोमेटिक बन्छ छ। हो जुन प्रकारको जेनजीहरूले चाहेको व्यक्ति बालेन शाहले आँट गर्न सक्नुभयो, उहाँभित्र म प्रधानमन्त्री बन्छु भनेर आँट गर्नु। त्यस्तै आँट गरेर आउने व्यक्ति धरानका हर्क साम्बाङ, उहाँले मलाई प्रधानमन्त्री बनाउनुहोस्, एकचोटि जनजातिको छोरालाई स्वीकार्नुहोस्। उहाँले त मजाक उडायो, यो पदको लोभी रहेछ, मेयर हुँदाहुँदै प्रधानमन्त्री खान आयो भनेर लोभी रहेछ भने। पदको लोभी होइन, उहाँ बिल्कुलै पदको लोभी होइन। किनभने यदि अहिलेको यो अवस्थालाई हेर्ने क्रममा खास हर्क साम्बाङलाई प्रधानमन्त्री बनाउनु पर्ने। किनभने उहाँ एउटा श्रम गर्ने व्यक्ति, आफू पनि श्रम गर्ने, अरूलाई पनि श्रम गराउने कि जनतालाई पनि श्रम गराउने। यो अहिले भौतिक संरचनाहरू सबै उहाँले डिपिआर गरेर एकदमै सिटिके बनाउने उहाँको काम कुरो अगाडि बढ्ने। जेनजीले त भोट